हाई एभ्रिवान, नमस्कार साथीहरू। आज चाहिँ मसँग एउटा बुक फेला परेको छ है, जसमा चाहिँ विभिन्न ऐतिहासिक मूर्तिहरू रहेको एउटा बुक फेला परेको छ। तपाईहरुलाई म देखाउन गइरहेको छु है त। हेर्नुहोस् है त, नित्य देवीको मूर्ति भन्ने रहेको छ यो चाहिँ है। तपाईहरुसँग पनि छ भने देखाउनुहोस्। यो चाहिँ मूल स्थान भनेको इवाहाई पाटनमा रहेको छ। यहाँ हेर्नुहोस्, श्रीधर विष्णुको मूर्ति रहेको छ। अब यसको चाहिँ यहाँ कहाँ रहेको छ भन्ने चाहिँ देखाएको छैन स्थान चाहिँ है। अनि त्यसैमा रहेको छ बुद्धको मूर्ति। अनि मूल स्थान भनेको यो अबहल काठमाडौँमा रहेको रहेछ। यो चाहिँ उमामहेश्वरको मूर्ति रहेको छ। यो भनेको मूल स्थान चाहिँ गाहिटी ललितपुरमा रहेको छ। त्यसै गरी शिव परिवार यन्त्र भन्ने छ यहाँनिर चाहिँ। बेला एकपल्ट स्वदेश फिर्ता भएको रे। यसमा चाहिँ विभिन्न प्रकारका चित्रहरू रहेको छ। हेर्दा चाहिँ एउटा स्तम्भ जस्तो देखिन्छ, तर यसमा चाहिँ सानो सानो मूर्तिहरू रहेको छ है त, भगवानहरूको मूर्ति रहेको छ। यसमा देख्न सक्नुहुन्छ, यहाँ चाहिँ एउटा, दुईटा, तीनटा, चारवटा छ जम्मा। एकलाई भनेको तोरण भनेको छ, अनि दुईलाई भनेको चाहिँ टुडाल भनेको छ, यताको दुईलाई, अनि तीनलाई भनेको चाहिँ फेरि तोरणै भनेको छ है त। विजय बुद्ध भनेको छ। बुद्धको पनि धेरै प्रकार होलान्। अनि यो लामाको मूर्ति रहेको छ यो। अनि यो चाहिँ चतुर्मुखी शिवलिङ्ग भनेको छ। त्यो शिवको मूर्ति रहेको छ। अनि यो चाहिँ हामीले धेरै देखिरहेको छौँ, भैरवको मूर्ति। हामीले प्राय मन्दिरहरूमा देख्ने गरेको हुन्छौँ। हामी जात्राहरूमा नै सायद यसकै मूर्तिहरू देख्छौँ है त, भैरवको। अष्टसहस्रिका प्रज्ञार्मिता सूत्र अरे यो चाहिँ बुक जस्तो छ। पहिले प्राचीन कालको बुकहरू जस्तो छ यो चाहिँ। अनि मार्कण्डेय पुराण भनेको छ यो चाहिँ। मार्कण्डेय पुराण पदार्थ ताटपत्र भनेको छ है त। यो चाहिँ पुराणहरू होला सायद। नेपाल पञ्चाङ्ग निलय विकास समिति, यो चाहिँ क्यालेन्डर पनि रहेको रहेछ। मार्कण्डेय पुराण हिन्दू धर्मको संस्कृत पाठ हो र 18 पुराणहरू मध्ये प्रमुख एक हो भनेको रहेछ। पाठको शीर्षक मार्कण्डेयले हिन्दू इतिहासमा एक ऋषिलाई जनाउँदछ, जो दुई पौराणिक कथाहरूमा केन्द्रीय पात्र हुन्। एउटा शिव र अर्को विष्णुसँग जोडिएको छ भनेको रहेछ यो चाहिँ। हस् त साथीहरू, धन्यवाद।